हेलो गाइस ल यो चाहिँ ट्रफल पोटेटो चिप्स मैले अहिलेसम्म किनेकोमा एक्सपेन्सिभ लगभग $13 हालेर किनेको थिएँ है त। सो यसमा चाहिँ के छ भन्दाखेरि व्हाइट ट्रफल अरोमा फ्रेश ब्ल्याक ट्रफलहरु छ अनि यो चाहिँ हाम्रै स्टोरमा पाइन्छ समरेल मार्केटमा। सो खोलेर चाहौँ है त। ट्रफल चिप्स खोल्नु चाहिँ यसरी यसको टेस्ट चाहिँ हैन वाइल चाहिँ अलिकति सुरुमा खाँदा चाहिँ अलिकति डिफ्रेन्ट टेस्ट लाग्छ। जब खाइरकिन्छ तब यसको पानी पर्छ तब बवाल हुन्छ है यसको टेस्ट चाहिँ। मलाई चाहिँ सुरुमा मन परेको थिएन अनि पछि मैले चाहिँ यसरी नै खाइराख्दाखेरि चाहिँ अहिले चाहिँ बानी नै पर्यो। स्पेसली पोटेटो हुन्छ अनि ट्रफल वाइलले माथिबाट अलिकति हालेको कि कस्तो बवाल मिठो हो। मैले क्यानाडा आएर टेस्ट गरेको चाहिँ सबसे मिठो चिप्समा चाहिँ ट्रफल पोटेटो चिप्स पर्छ है अहिलेसम्म। र अरू कुनै यस्तै मिठो आइटमहरु छ भने चाहिँ कमेन्ट गरेर बताउनु होला, म चाहिँ ट्राई गर्छु। सुपर लास्टै मिठो यस्तो हुन्छ क्या, अलिकति हार्ड पनि हुन्छ हैन। बास्ना चाहिँ लास्टै मिठो हुन्छ क्या। ट्रफल ओइलको चाहिँ बास्ना मिठो बास्ना आउँछ क्या जब खाँदाखेरि हैन, लास्टै मजा लाग्छ। खाउँ जस्तो बास्ना हुन्छ क्या। ल अब यस्तै हो। थ्याङ्क यू जसले पनि रिकमेन्ड गर्नुभएको हो हैन यो ट्रफल पोटेटो चिप्सको लागि धेरै धेरै धन्यवाद। अब हामी नेक्स्ट भिडियोमा भेटौँला। बाई। सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है त। हस्त धन्यवाद।